अब झोला बोक्नेहरूको मुटु काट्न थालिसक्यो होला। सिटामोल खाना आजैबाट सुरु गर्नुहोस्, किनभने बाघ खोरबाट निस्किसक्यो। अब मुटु कति धड्किने हो होइन, घन्टेहरू घन्टेहरू भन्थ्यौ, अब तिमीहरूको कानको जाली फुट्ने गरेर कति घन्टी बज्ने हो। पहिलो कुरा त नानी के हो भन्दाखेरि जब बाघ चाहिँ नि खोरबाट निक्लन्छ मुटु दिल धड्किँदैमा सिटामोल खाँदैन। यदि मुटुको बिमारको लागि नै हो, यदि चाहिँ रक्त सञ्चार प्रवाह कम गर्नकै लागि हो भने एमलोड भन्ने चाहिँ दबाई खानुपर्छ। त्यो पनि 5 mg बाट लिएर 25 mg को बीचमा। तर तिमीले चाहिँ अलिकति बाघको विषयमा कम बोल्यौ नानी होइन। भक्ति चाहिँ तिमीले पनि गरेकी हौ, राष्ट्रिय स्वतन्त्र पार्टीको भक्तिमा तिम्रो पनि अग्रसर देखियो। किनभने अब झोलेहरूलाई तिमीले अब जुन टाइपबाट चाहिँ अभिव्यक्ति दिइरहेकी छौ, बाघ निक्लिन्छ अब चाहिँ सिटामोल खाएर बस मुटुको धड्कन कम हुन्छ भनेर। मुटुको धड्कन कम गर्नको लागि सिटामोल होइन नानी, एमलोड नामको औषधि पाइन्छ, त्यो खानुपर्छ।